नेक्स्ट लेभल हालिदिन्छ प्याजी खानु भनेर आएको छौँ पानीपुरी नि खाने भयो अहिले चाहिँ हामी आइपुग्यौँ मान्छेहरू धेरै आएको रहेछ यहाँदेखि चाहिँ यस्तो देखिन्छ फिल्म बजार चाहिँ तपाईँहरू पनि यो ठाउँमा आउनु भएको होला सायद मैले देखिरहेको थिएँ तपाईँहरूलाई कसैले यहाँ आएको अझ हामी पनि आएको छौँ यता पर फोटोहरू खिच्न सक्नुहुन्छ चाहिँ अब फोटो खिचेर यहाँनिरबाट जाँदैछौँ तपाईँलाई मन पऱ्यो होला यो ठाउँ तपाईँहरू आउन सक्नुहुन्छ यहाँनिर हामी यहाँ पनि आएको छौँ यहाँदेखि सिडी हुँदै जानुपर्ने हुन्छ क्या एकजनाको नाम चाहिँ सबिन हो एकजनाको नाम विद्यालयको औपचारिक रूपमा मेरो नाम चाहिँ औपचारिक चाहिँ भत्ता भने अनि सबिन तिम्रो नाम भन्यौ न उसको नाम चाहिँ सबिन हो अघि भनिसकेको छौँ र साथीहरू कस्तो सुन्दर छ नि होइन यहाँमाथि ठाउँ अन्धविश्वासको रूपमा मानिसहरूले नेक्स्ट लेभल हालिदिन्छ नेपाली हालिदिन्छ क्या मलाई चाहिँ स्कुलमा औपचारिक रूपमा चालकको हामीले संरक्षण सर्वधन गरौँ भन्दै हामी चाहिँ अब लाग्छौँ सङ्गीततर्फ कस्तो हरियाली देखाएर छ क्या क्यामेराले पनि बबा लागेको छ मलाई यो ठाउँ मान्छे नराम्रो आए पनि जङ्गल चाहिँ राम्रो आएको छ है साथीहरू यहाँदेखि हेर्नुभयो भने फिल्म चाहिँ यस्तो देखिन्छ क्यामेरामा बोल्ने बेलामा चाहिँ अर्कै नेक्स्ट लेभल नेपाली निस्किँदो रहेछ क्या स्कुलमा चाहिँ मलाई औपचारिक रूपमा अशुभ भनेर बोलाएको छ र साथीहरू तपाईँले यहाँदेखि देख्न सक्नुहुन्छ यो चाहिँ वरदान भन्ने सङ्गीतालय हो तपाईँहरू यहाँनिर म्युजिक सिक्न आउन सक्नुहुन्छ अहिले यहाँ शनिबारे देख्न सक्नुहुन्छ सबसे बढी मैले फोटो मेरो फेसबुकमा देख्ने भनेको यहाँनिर खिचेको क्या मान्छेहरूले शनिबारे देख्दाखेरि कस्तो लागिरहेछ पिपलको रुखहरू देख्न सक्नुहुन्छ अनि यता चाहिँ फागुनन्दको मूर्ति छ तपाईँहरू शनिबार बिहानै आउनुभयो भने चाहिँ यहाँनिर बजार भेट्न सक्नुहुन्छ हो क्या साथीहरू तपाईँ हामीहरू चाहिँ यहाँनिर आइसकेको छौँ त्यति मापी देख्न सक्नुहुन्छ पछाडि शनिबारे पनि यहाँदेखि क्लियर देखिन्थ्यो होला है साथीहरू हामी चाहिँ आज प्याजी खानु भनेर आएको छौँ कस्तो बबाल यार बसेको केटा हो देखो न गाइस देखो न केटा हो यार गाइस लेफ्ट ह्यान्ड रियाक्सन पनि दिएको केटा हो पानीपुरी नि खाने भयो गाइजहरूको हालत हेरौँ न ल है अमिलो थपै केटा हो सुरु गर अब अशोकबाट अशोक ओ यार सबै चिज हो नि यसरी लाउँदै खानुपर्ने रहेछ क्या ल है गाइज प्याजी अनि पानीपुरीहरू खाएर निस्केको छौँ यो पसलमा चाहिँ राम्रो पाइने रहेछ क्या त्योहरू केटाहरूले लिएको रहेछ मलाई पनि प्याजीहरू खुवाउनु